आज डाटा टाइप्सको बारेमा पढ्नेछौँ। अलिकति डाटा टाइपको बारेमा बुझ्नेछौँ। ल हेरौँ है त। मैले चाहिँ VS कोडमा गरिरहेको छु र हामीले यो हिजोमा यतिसम्म सिकेको थियौँ। एन्ड यसको लागि म एउटा नयाँ फाइल बनाउँछु र म यसलाई डाटा टाइप्स डट पी वाई भनेर सेभ गर्छु। डाटा टाइप भने चाहिँ बेसिकली डाटाहरू हामीले जुन लिन्छौँ नि त्यही नै डाटाहरूलाई को चाहिँ डिफ्रेन्ट टाइपको टाइप्सहरूलाई कसलाई केमा राख्ने कसलाई केमा राखिन्छ। पाइथनमा बेसिकली देयर आर 4 डाटा टाइप्स एन्ड दे आर इन्टिजर, स्ट्रिङ, बुलियन एन्ड फ्लोट। ल वान बाई वान यसको इन्काउन्टर गरौँ है त हामी। जस्तो हामीले अब वाट इज योर नेम भनेर भन्यो अरे एन्ड बेसिकली यु विल से तपाईँ आफ्नो नाम दिनुहुन्छ नि त, त्यो नामलाई कतै गएर सेभ राख्नु पर्यो, त्यो भेरिएबलमा राख्नु पर्यो। हिजो हामीले भेरिएबलको बारेमा बुझेको थियौँ। त्यही भेरिएबलमा चाहिँ अब त्यो नाम भन्ने कुरा चाहिँ त्यो जुन अल्फाबेटिकलबाट स्टार्ट हुन्छ नि त्यो सबै चाहिँ स्ट्रिङ हो। स्ट्रिङ इज बेसिकली के हो भन्दाखेरि विच स्टार्ट्स फ्रम अल्फा है त बेट एन्ड जस्तो यसलाई म यसलाई कमेन्टमा राखिदिन्छु सो द्याट कि पाइथनले यो कुरा नपढोस् होइन। यो चाहिँ मैले टक्कर राख्दै स्ट्रिङ जस्तो फर इक्जाम्पल मैले के गरेँ भन्दा एज स्ट्रिङलाई सधैँ भेरिएबलकोमा हाल्ने बेलामा हामी डबल इन्भर्टेड कमाको बिचमा हाल्छौँ। मैले ए इज इक्वल टु नेपाल भनेर राखेँ। ए भन्ने कन्टेनरमा के गएर बस्यो त नेपाल भन्ने कुरा गएर बस्यो। मैले बीमा चाहिँ इज इक्वल टु 1 गरेँ। बी भन्ने यो चाहिँ के हो, यो हामी चाहिँ यसलाई भन्छौँ इन्टिजर। अनि अर्को हुन्छ फ्लोट। फ्लोट भन्ने चाहिँ के हो भन्दाखेरि म सी इज इक्वल टु 1.2 पोइन्टमा आयो नि यस्तो नम्बरलाई चाहिँ हामी भन्छौँ फ्लोट। र अर्को भनेको डी इज इक्वल टु मैले लेखेँ यहाँ। जस्तो अब चाहिँ कुनै कन्डिसनहरू हुन्छ, जस्तो 0 इज लेसर देन 10 होइन। अब आइदर अर्को सिचुएसन ट्रु अर फल्सहरू आउँछ नि, आइदर यो ट्रु हो कि फल्स हो, त्यस्तो कुराहरू चाहिँ हामी कहाँ राख्छौँ भन्दाखेरि त्यसलाई बुलियन भन्नेमा राख्छौँ। बुलियन है त। अब यो के भने ए भन्नेमा नेपाल गएर बस्यो, बी भन्नेमा। अब हामीले यहाँ टाइप चेक गर्न मिल्छ। जस्तो मैले यहाँ गरेँ प्रिन्ट टाइप ए गरेँ है। अब ए भन्नेको चाहिँ टाइप के छ भनेर यसले प्रिन्ट गराइन्छ है। हेर्नु त यहाँ हाम्रो इरोर दियो। इरोर किन दियो भन्दाखेरि हाम्रो यो टी ठुलो हुनुपर्छ। सो द्याट्स द रिजन इरोर दिनुको पछाडि। एन्ड ल यो के दियो, स्ट्रिङ भनेर दियो हेर्नु त। अब मैले यहाँ यसलाई नै सिफ्ट अल्ट प्लस डाउन गरेँ भने यही कुरा ठ्याक्क ठ्याक्क आयो। सिफ्ट अल्ट प्लस डाउन, यसलाई मैले बी सी र म यसलाई अब रन गर्छु। रन गर्दाखेरि हेर्नु त यो हाम्रो सुरुको यो प्रिन्ट भयो, प्रिन्ट ए भन्ने कुन डाटा टाइपको रहेछ त स्ट्रिङ, बी भन्ने इन्टिजर, सी भन्ने फ्लोट र डी भन्ने बुलियन। यसरी चाहिँ थाहा हुन्छ क्या। अब हामीले के हुन्छ भन्दाखेरि यो पाइथनले चाहिँ हामीले के गर्यौँ भन्दाखेरि यो 1 भन्यौँ नि, यसलाई अटोमेटिकली इन्टिजर जसरी लियो। अब यसलाई यो डबल कोटेड कमाको बिचमा लेखेको कारणले चाहिँ के भयो भन्दाखेरि यसलाई चाहिँ नहेरिकन एमा लगेर राख्थ्यो है। यो स्ट्रिङलाई चाहिँ सधैँ डबल कोटेड कमाको बिचमा लेख्छौँ हामी है। अब यहाँ हेर्नु मैले अझै यसमा अब के गर्न पाएँ भन्दा प्रिन्ट बी प्लस सी गरेँ अरे। अनि मैले रन गरेँ नि त बी प्लस सी 1, यो 1 प्लस 1.2 कति आयो, बी प्लस सी गरेर यहाँ आयो 2.2, त्यही नै प्रिन्ट भयो। आई होप यु गट द पोइन्ट। हामीले इन्टिजर प्लस फ्लोट गर्न पाइयो, इन्टिजर प्लस इन्टिजर गर्न पाइयो। तर इन्टिजर प्लस अब मैले यदि यहाँ ए प्लस बी गरेँ भने चाहिँ के हुन्छ हेरौँ है। वाट इफ आई डु ए प्लस बी, हेर्नु त क्यान ओन्ली
कन्सेप्ट चाहिँ स्ट्रिङ नट इन्टिजर। कि त स्ट्रिङ एड गर्न पाइयो कि त इन्टिजर स्ट्रिङ र इन्टिजर यसरी एड गर्न पाइँदैन, स्ट्रिङ एड गर्न पाइँदैन भनेर भन्छ है। सो हामीले इन्टिजर र फ्लोट चाहिँ गर्न पाइन्छ, बट स्ट्रिङ र उयो गर्न। जस्तो मैले अब हेर्नु है, अब एउटा इम्पोर्टेन्ट कन्सेप्ट यो बुझ्न ट्राई गर्नु। अब मैले कस्तो भन्दाखेरि एउटा नयाँ बनाएँ, एउटा चाहिँ फाइल मोर डाटा टाइप्स डट पी बनाएँ। यहाँ के गरेँ भन्दा मैले a = 1 र यहाँ b = यसरी 2 राखेँ। अब हेर्नु त यो a र b को डाटा टाइप के छ त, एकचोटि गेस गर्नु त, एकचोटि कमेन्ट डाउन गर्नु त। या यु आर राइट, यसमा के छ भन्दाखेरि दिज आर स्ट्रिङ, किनभने हामी डबल कोटेड कमाको बिचमा लेख्यौँ। हामी यहाँ प्रिन्ट यदि टाइप ए गऱ्यौँ भने के छ, स्ट्रिङ छ। हेर्नु स्ट्रिङ। मैले यो किन यसलाई स्ट्रिङमा राखेको भन्दा मैले एउटा कुरा देखाउन लाग्यो खासमा। मैले यहाँ a + b गरेँ भने हेर्नु है, हाम्रो क्या 1 to 12 आयो नि, हामीलाई आउनु पर्ने त खासमा केमा थियो, हामीलाई आउनु पर्ने त 1 + 2 गरेर 3 आउनु पर्ने थियो। यहाँ जब यसले स्ट्रिङ भनेर ए मा राख्यो र बी मा पनि स्ट्रिङ राख्यो नि, यसले कम्प्युटरले चाहिँ पाइथनले चाहिँ यसलाई स्ट्रिङ जसरी नै हेरेको छ। यदि इन्टिजर जसरी हेरेको भए यसले नम्बर भनेर क्यालकुलेट गर्थ्यो, तर अहिले इन्टिजर के अरे स्ट्रिङ जसरी हेर्यो सो यसले क्यालकुलेट नगरी जस्ताको त्यस्तै नै राखिदियो क्या। सो यो कुरा हामीले मिस्टेक गर्नु हुँदैन भनेर मैले यो देखाउँला। अब हेर्नु a + b, अब यसले चाहिँ अब यसलाई इन्टिजर जसरी नै हेर्छ। मैले यहाँ चाहिँ एउटा राखेँ र प्रिन्ट टाइप ए गरेँ। हेर्नु है, अब के अरे ए भन्ने इन्टिजर छ अनि 1 + a + b गरेर 3 आयो। आई होप यु गट द पोइन्ट। यो भिडियोमा यो च्याप्टरको लागि यति नै। नेक्स्ट च्याप्टरमा चाहिँ हामी यही सेसनको अलिकति प्र्याक्टिस क्वेसनहरू गर्नेछौँ र म तपाईँहरूलाई यो क्वेसनहरू दिनेछु, ट्राई गर्नु होला है।